नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ हाम्रो पिके टिच च्यानलमा। आज हामी सिक्ने छौं एमएस एक्सेल प्रयोग गरेर हामी कसरी टोटल, देन डिस्काउन्ट पर्सेन्टेज, नेट टोटल, हैन, त्यसपछि डिफरेन्स बिट्विन टु आइटम्स, देन त्यसपछि म्याक्सिमम भ्याल्यु, म्याक्सिमम रेट, देन मिनिमम क्वान्टिटी आइटम्स, ग्रान्ड टोटल, एभरेज रेट अफ द आइटम्स, यिनीहरुको क्याल्कुलेट कसरी गर्ने त। सो त्यसको लागि भिडियो अन्त्यसम्म हेर्नु होला र यदि तपाई नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस्, भिडियो स्टार्ट गरौँ। फर्स्ट अफ अल हामीले के निकाल्नु पर्ने हुन्छ? टोटल भ्याल्यु। टोटल भ्याल्यु निकाल्नको लागि सबभन्दा पहिले हामीलाई के जानकारी हुनु पर्यो भनेपछि यो जुन हाम्रो छ, यो जुन हाम्रो देखिरहेछ, यो हाम्रो हामीलाई यो दुईटाको बारेमा जानकारी हुनु पर्यो। कति रो र कति कलममा मेरो डाटा छ भनेर। जस्तै हामी यहाँ हेर्न सक्नुहुन्छ, जस्तै यहाँ हामी यदि यहाँ क्लिक गर्यो भने हाम्रो यहाँनिर हेर्न सक्नुहुन्छ कि यहाँ देखाइरहेछ F2 भनेर, हैन। जस्तै यहाँ क्लिक गर्यो भने यहाँ देखाउँछ E2, ई रोको कलम 2 मा छ, हैन। त्यसरी नै यो थाहा भइसकेपछि देन हामी फर्मुला इजिली युज गर्न सक्छौं। सो त्यसको लागि एक्सेलमा कुनै पनि फर्मुला लगाउँदाखेरि सर्वप्रथम इक्वल टु ले स्टार्ट हुन्छ, हैन। इक्वल टु ले स्टार्ट गरिसकेपछि हामी क्वान्टिटी र रेट को टोटल भ्यालु निकाल्नको लागि हामी के गर्छौं? दुईटैलाई गुणा गर्छौं। रेट र क्वान्टिटीलाई हामी निकाल्नको लागि के गर्छौं? यसलाई हामी गुणा गर्छौं। केले? रेटलाई क्वान्टिटीले गुणा गर्छौं। त्यसमा हामीले के गर्नुपर्ने हुन्छ? कुनमा छ त हाम्रो D2 मा, त सर्वप्रथम के लाउने? D2 इन्टु, त्यसपछि हाम्रो E2 सँग गुणा गर्नुपर्ने छ त E2 लेखिदिने, E2, देन इक्वल टु, इन्टर थिच्दिने। इन्टर थिचिसकेपछि अब हामी यसलाई ड्र्याग एन्ड ड्रप गर्यो भने हाम्रो अटोमेटिकली सबमा त्यही फर्मुला फिल भइहाल्छ। देन हामीले अब डिस्काउन्ट पर्सेन्ट निकाल्नु पर्ने हुन्छ। जस्तै हामी म्याथमा डिस्काउन्ट पर्सेन्ट निकाल्थ्यौं, त्यसरी नै हामी यसमा पनि निकाल्ने छौं। सो फर्स्ट अफ अल हामी इक्वल टु राख्छौं। इक्वल टु राखिसकेपछि हामीले कसको डिस्काउन्ट पर्सेन्ट निकाल्नु पर्ने? यसको। ओके, मैले सिलेक्ट गरे, सिलेक्ट गरेर पनि त्यहाँ लेख्न सकिन्छ इन्टु कति पर्सेन्ट डिस्काउन्ट छ त हाम्रो? 10%। यहाँ हामी 10% लेखिदिन्छौं, 10%, इन्टर। हेर्न सक्नुहुन्छ यहाँ 225 रुपैयाँ आयो। यसलाई नै हामी ड्र्याग एन्ड ड्रप गर्यो भने सबैमा आउँछ। देन अब नेट टोटल। नेट टोटल हामी के गर्छौं? जस्तै हाम्रो टोटल छ र डिस्काउन्ट छ, टोटल माइनस डिस्काउन्ट गर्यो भने हाम्रो के आउँछ? नेट टोटल। त यसको लागि हामी के गर्छौं? इक्वल टु, हामीसँग कति छ? टोटल F2 मा छ, F2 माइनस G2। यसरी गरेपछि हाम्रो नेट टोटल आयो। यसलाई पनि हामी ड्र्याग एन्ड ड्रप गरेर तलतिर लेखिदिने। अब हामीलाई के भनेको छ? डिफरेन्स बिट्विन द रेट अफ द माउस एन्ड द किबोर्ड। माउस र किबोर्डमा कतिको डिफरेन्स छ त? यो क्याल्कुलेट गर्नको लागि हामी कसरी गर्छौं? फर्स्ट अफ अल इक्वल टु लेख्छौं। माउस र किबोर्डमा कुन छ बढी भ्यालु? किबोर्डको छ, त हामी के सिलेक्ट गर्छौं? D3, देन माइनस D2 राख्छौं, इक्वल टु, यहाँ हेर्न सक्नुहुन्छ 400 को डिफरेन्स आयो। देन हाम्रो के छ? म्याक्सिमम रेट अफ द आइटम। यसले के भन्दैछ भनेपछि म्याक्सिमम रेट अफ द आइटम, हैन। नेक्स्ट, म्याक्सिमम रेट निकाल्नको लागि हामी के गर्छौं? अब यो सम्पूर्णलाई यसरी क्याल्कुलेट गरेर हेर्दाखेरि यो त थोरै डाटा भएर हामीलाई थाहा पनि हुन सक्छ, बट यदि म्यासिभ रूपमा डाटा छ भने हामी कसरी फाइन्ड गर्ने त? सो त्यसको लागि हामी के गर्छौं? यसको लागि इक्वल टु लगाउँछौं, MAX, म्याक्स फर्मुला लगाउँछौं। यहाँ यसरी क्लिक गर्दा नि हुन्छ। देन त्यसपछि कुनको म्याक्सिमम रेट निकाल्नु पर्ने छ? यहाँ हेर्नुस्, रेट छ, रेटमा क्लिक गर्ने। देन इज टु, हामीले कहाँसम्म निकाल्नु पर्ने छ? D6 सम्म। यहाँ लेखिदिने D6 भयो। सबै पुरा सेल सिलेक्ट भइसकेछ। अब ब्र्याकेट बन्द गरिदिने, यहाँनिर इन्टर हाल्दिने। हेर्न सक्नुहुन्छ 750 आयो हाम्रो म्याक्सिमम रेट। अब यहाँ के भन्दैछ? मिनिमम क्वान्टिटी अफ द आइटम।
आइटमको के गर्ने त आइटम्सहरू छ नि यसको मिनिमम क्वान्टिटी कति छ त त्यो फाइन्ड आउट गर्ने त्यो फाइन्ड आउट गर्नको लागि हामी के लेख्छौँ त्यो फाइन्ड आउट गर्नको लागि हामी लेख्छौँ इक्वल टु एमआइएन मिनिमम एमआइएन लगाउँछौँ त्यसपछि ब्र्याकेट दिन्छौँ त्यसपछि हाम्रो के को निकाल्नु छ क्वान्टिटीको त सो क्वान्टिटी कतिमा छ हाम्रो ई कुन सेलमा छ ई2मा ई2 इज टु त्यसपछि हाम्रो कतिको ई6सम्म निकाल्नु छ ई6 ब्र्याकेट बन्द इन्टर 5 आयो अब जस्तै ग्रान्ड टोटल अफ द अल आइटम सबैको ग्रान्ड टोटल गर्नुपर्ने छ हामीलाई सो त्यसको लागि हामी इक्वल टु नेट टोटललाई समग्र रूपमा सम गर्यो भने हाम्रो ग्रान्ड टोटल आउँछ सो त्यसको लागि हामी इक्वल टु लगाउँछौँ इक्वल टु एसयुएम सम फर्मुला लगाउँछौँ हैन ब्र्याकेट ओपन एच2 इज टु के गर्छौँ हामी कहाँसम्म छ लास्ट हाम्रो h6सम्म h6 देन ब्र्याकेट क्लोज इन्टर भयो यति हाम्रो आयो ग्रान्ड टोटल देन त्यसपछि हामी के गर्छौँ एभरेज रेट अफ द आइटम एभरेज रेट निकाल्छौँ यहाँ हामी के गर्छौँ इक्वल टु AVERAGE एभरेज हैन ब्र्याकेट ओपन देन हामीलाई कसको एभरेज निकाल्नु छ रेटको त रेट कुनमा छ यसमा छ डी कुन सेलमा छ हाम्रो D2 सेलमा छ सो D2 इज टु D6 लास्ट छ हाम्रो D6 त्यही भएर हामी D6 लेख्छौँ ब्र्याकेट क्लोज गर्छौँ अनि इन्टर गर्छौँ यसरी हामी निकाल्न सक्छौँ हेर्न सक्नुहुन्छ अब सबै क्याल्कुलेसन भइसक्यो यसलाई हामी कन्ट्रोल बी गरिदिने टोटल डिस्काउन्ट नेट टोटल देन डिफरेन्स मिनिमम म्याक्सिमम ग्रान्ड टोटल एभरेज भ्यालु फाइन्ड आउट गर्न सक्छौँ हाम्रो एक्सेल प्रयोग गरेर सो तपाईँलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला राम्रो लाग्यो भने हाम्रो भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला फेरि मिल्नेछौँ फेरि मिल्ने नै छौँ नेक्स्ट भिडियोमा सो तबसम्मको लागि बिदा दिनुहोस् हस् त धन्यवाद।